आशा गर्छु हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। यो भिडियो मैले धेरै दिनपछि ल्याउँदै छु हजुरहरूको बीचमा, किनकि म काममा एकदमै बिजी थिएँ। अहिले चाहिँ मसँग त्यति टाइम पनि मिल्दैन, तर पनि आजको यो भिडियो चाहिँ तपाईहरुको लागि एकदमै इम्पोर्टेन्ट भिडियो हुन सक्छ। आज यो भिडियो मैले खास बनाउनुको कारण के हो भने अहिले म दुबईमा छु, यहाँ बसिरहेको छु, यहाँ काम पनि गरिरहेको छु हैन। अब यहाँ चाहिँ खासमा खान अनि बस्नको लागि के कति खर्च हुँदो रहेछ विषयमा मलाई एकदमै यो भिडियो बनाउन मन लाग्यो। आशा छ हजुरहरूलाई यो भिडियो एकदमै राम्रो पनि लाग्नेछ। मन पर्यो यो भिडियोलाई लाइक गर्न चाहिँ तपाईहरुले नभुल्नु होला है। अब लाइक त गर्नै पर्यो, किनकि मैले तपाईहरुको लागि यति दुःख गरेर भिडियो बनाइरहेको छु। अहिले रातिको 1 बजेको छ हैन, तर पनि एउटा भिडियो बनाइहालौँ भनेर म यो भिडियोलाई सुट गर्दैछु। आउनुस् अब हामी सुरु गरौँ है त। मैले यसरी टक्क लेखेको छु हैन, सबै कुराहरू आजको भिडियोमा म कभर गर्ने छु हैन। अब कति कुराहरू छुट्छ होला, तर पनि सबै कुराहरूलाई चाहिँ यो भिडियो भित्र ल्याउने म प्रयास गर्नेछु है त। अब खाने विषयमा है, अब खानको लागि चाहिँ तपाईलाई मन्थली रूपमा चाहिँ केही नभए पनि 200 रुपैयाँ चाहिँ चाहियो है। तर 200 खर्च गर्ने कस्तो मान्छे हुनु पर्यो भनेपछि नसाहरू केही पनि नगर्ने मान्छे चाहियो के। जस्तो अब कहिलेकाहीँ माछा मासु खाने हैन, अब दाल राइसहरू छँदैछ, कहिलेकाहीँ हरियो परियो ल्याएर खाने, मतलब सादा मान्छे के, नसा कुनै पनि नगर्ने, यतिसम्म कि सिगरेट पनि नखाने मान्छे भएपछि 200 सम्म भएपछि इनफ हुन्छ है। यदि अब तपाईँ सिगरेट खानुहुन्छ, अब तपाईँको रक्सीहरू सबै कुराहरू यस्तो कुराहरू पिउनुहुन्छ भने अब त्यो हजुरको हातको कुरा हो। तर यदि तपाईँ एकदमै सिम्पल हुनुहुन्छ, सिर्फ खाना मात्रै खानुहुन्छ हैन, बाहिरको नसाहरू केही पनि गर्नुहुन्न भनेपछि तपाईलाई 200 भएपछि एकदमै इनफ भयो है। अब सबभन्दा मेन कुरा है, अब रुम रेन्टको बारेमा भनौँ है त। अब यहाँ चाहिँ भाडा कति रहेछ भन्ने विषयमा है साथीहरू, यहाँ चाहिँ दुईटा किसिमको भाडा दर छ है। एउटा छ बेड स्पेसको कुरा हैन। अब बेड स्पेस भनेको कस्तो हुन्छ भनेपछि नेपालको जस्तो एउटा कोठा हुन्छ, चारै कुनातिर चाहिँ अब फलामहरूको चाहिँ र्याक जस्तो बनाएर फ्रेमहरू बनाएर तल माथि यसरी चाहिँ बेड राखिएको हुन्छ हैन। मैले फोटो राखिदिएको छु, यो हेर्नुहोस्, हो यस्तो खालको चाहिँ हुन्छ है त। अनि यसको चाहिँ एउटा बेड तपाईले भाडामा लगाउनु पर्ने हुन्छ, त्यसको रेट पनि लगभग तपाईको 500-600 बाट चाहिँ दुबईमा स्टार्ट छ है। अनि अर्को तपाईहरुको लागि अझ अर्को पनि एउटा के बाटो छ भने चाहिँ पार्टिसन है। अब पार्टिसन भनेको के हो भन्ने हजुरलाई लाग्ला, दुईजना साथीहरू चाहिँ मिलेर लग्न सकिन्छ र यो पार्टिसनमा चाहिँ तपाईको दुईजना मात्रै बस्न पाउँछ। अब सानो एरिया हुन्छ हैन, सानो एरिया हुन्छ, एउटा चाहिँ माथि सुत्न मिल्छ हैन, अनि अर्को चाहिँ तल सुत्नु पर्छ है त। अनि यसलाई के भन्छ भने चाहिँ पार्टिसन भन्छ है। अब पार्टिसन र बेड स्पेसमा के फरक छ त, यसको फरक पनि म तपाईहरुलाई बुझाइदिन्छु है। भाडा चाहिँ तपाईको सेम पर्न जान्छ, सेवा सुविधा पनि लगभग सेम हो, तर बेड स्पेस अनि चाहिँ तपाईको पार्टिसनमा के फरक छ भनेपछि पार्टिसन भनिसकेपछि आफ्नो कोठा नै भयो, एकदम शान्त। अब दुईजना साथी मिलेर लगिएको हुन्छ, अब त्यसरी बस्ने हो। अब बेड स्पेस भनेको के भनेपछि त्यहाँ चाहिँ जुन देशबाट पनि हुन सक्छन् मानिसहरू, कोही इन्डियाको, कोही नेपाल, कोही श्रीलङ्का, कोही बङ्गलादेश, कोही म्यानमार, कोही फिलिपिन्स, कोही इजिप्ट, अब कुनै पनि देशको हुन सक्छ। त्यहाँ चारैतिरको मान्छे बस्न सकेको हुन सक्छ हैन। अनि त्यहाँ फेरि कस्तो हुन्छ भने सबैको भाषा पनि फरक हुन्छ, बानी बेहोरा पनि फरक हुन्छ, अब ड्युटीको टाइम पनि फरक हुन्छ। त्यहाँ चाहिँ कस्तो हुन्छ भने चाहिँ कोही रातिको 12 बजे आएर घर परिवारसँग कुरा गर्ला हैन, कोही चाहिँ अब ड्युटीबाट चाँडै फर्किएको छ, अब कोही चाँडै सुतेको छ हैन। चाँडै ड्युटीबाट फर्किएको मान्छे अभियसली चाँडै सुत्छ पनि, अनि त्यति बेला चाहिँ अब त्यो 12 बजे ड्युटीबाट आएको मान्छेले कुरा गर्दै गर्दा उसलाई रिस उठ्ला। अब कति जना चाहिँ अब हल्ला गरिरहेको हुन्छन्, उनीहरूलाई पनि रिसाउनु भएन, बेड भाडामा लगेर बसेका हुन्छन् हैन। अनि त्यही भएर चाहिँ अलिकति म्यानेज गर्न पनि त्यहाँनिर के हुन्छ त गाह्रो हुन्छ है त। अनि पार्टिसनमा भनेको मैले अघि भनिसकेँ, पार्टिसनमा चाहिँ कोठा जस्तै हो हैन, एकदमै राम्रो हुन्छ, शान्ति हुन्छ आफ्नै किसिमले। अब तपाईहरुलाई कोठाहरुमा हैन सजाउन मन लाग्यो भने सजाउन पाउनु भयो, एकदमै राम्रो हुन्छ। यसमा कुनै पनि टेन्सन हुँदैन, आफ्नो सामानहरु सही ठाउँमा मिलाएर पनि राख्न सक्नुहुन्छ, आफ्नो हिसाबले सरसफाइ गरेर पनि तपाईहरु बस्न सक्नुहुन्छ है। अब चाहिँ यहाँ कोठा भाडामा लग्दाखेरि चाहे बेड स्पेस होस् है, चाहे तपाईको पार्टिसन हो है, यो लग्दाखेरि चाहिँ
तपाईँहरूले के सेवा सुविधा पाउनुहुन्छ भन्ने बारेमा म आज पुरै कुरा भन्दैछु है। अब किनकि यहाँको कोठाहरू कस्तो हुन्छ भनेपछि नेपालको जस्तो हुँदैन। अब हुन त अब नेपालमा भाडा पनि सस्तो हुन्छ होइन। अब नेपालमा कस्तो हुन्छ, फोहोरको पैसा दिनुपर्छ होइन, अब तपाईँको पानीको पैसा पनि दिनुपर्ने हुन्छ, बिजुली बत्तीको पैसा पनि दिनुपर्ने हुन्छ, अनि त्यसपछि तपाईँको कोठा भाडा पनि दिनुपर्ने हुन्छ। यहाँको भाडा र अब नेपालको भाडालाई चाहिँ मैले दाज्नै मिल्दैन, तर पनि थोरै भनिदिएको। अब यहाँ चाहिँ तपाईँले चाहे बेड स्पेस चाहे अब पार्टेसन लग्यो भने पनि के सुविधाहरू पाउनुहुन्छ है। एक नम्बरमा छ तपाईँको पार्टेसन या बेड स्पेस भयो भने तपाईँले चाहिँ एसी है। अब एसी जडाउनु चाहिँ अब कोठामा चाहिँ अब गर्मी महिनामा हुन्छ नि त, अब दुबईमा धेरै गर्मी हुन्छ। अब दुबई मात्रै होइन, अब केही देश अरू देशहरू पनि छन् जहाँ चाहिँ एकदमै गर्मी हुन्छ है, त्यहाँ चाहिँ के हुन्छ, एसी जोडिएको हुन्छ है मजाले है, केही टेन्सन हुँदैन, गर्मी पनि हुँदैन, एकदमै एसी जोडिएको हुन्छ। आफूलाई चाहेको अनुसार तपाईँले त्यसै अनुसार युज गर्न सक्नुहुन्छ है त। अनि अर्को कुरा के भनेपछि इन्टरनेटको सुविधा है, मलाई सबभन्दा मनपर्ने कुरा है। नेपालमा हुँदा मलाई लाग्थ्यो होइन, अब रिचार्ज कति हाल्नु पर्ने हो होइन, के हो कसो, मैले के बचाउला र पैसा भन्ने लाग्थ्यो। अब घरमा प्राय जस्तो चाहिँ हामीले चाहिँ इमो प्रयोग गर्छ, इमोबाट घरमा मजाले कुराकानी भइरहेको हुन्छ होइन। मलाई अब रिचार्जको केही पनि जरुरी हुँदैन। कोठाबाट बाहिर निस्केको बेलामा अब इन्टरनेट हुँदैन, त्यति बेला चाहिँ साथीभाइहरूलाई कहिलेकाहीँ यसो फोन गर्दाखेरि काम लाग्छ भनेर म आफू चाहिँ 5 दिराम चाहिँ कहिलेकाहीँ म रिचार्ज गर्छु। फेरि डेली गर्दैन, कहिलेकाहीँ बाहिर जानु पऱ्यो भने मात्रै गर्छु। इन्टरनेट तपाईँले फ्रीमा पाउनुहुन्छ, मजाले चाहिँ घरमा कुरा गर्नुको लागि तपाईँले युज गर्न सक्नुहुन्छ है। फेरि यहाँको इन्टरनेट एकदमै राम्रो स्पिड हुन्छ होइन, त्यो नेपालको जस्तो स्लो चल्ने यताउता त्यस्तो हुँदै हुन्न है। यसको पैसा पनि तपाईँले तिर्नु पर्दैन है। यो जति पनि भनिरहेको छु नि, यो चाहिँ तपाईँको भाडामा हो है, भाडामा हो। जस्तो अहिले म यहाँ बसिरहेको छु दुबईमा होइन, यहाँ चाहिँ पार्टेसनको होइन 1400 रुपियाँ तिरिरहेको छु, मतलब 1400 यहाँको दिराम है, 1400 दिराम मैले तिरिरहेको छु भाडा। अब म बसेको कहाँ छु भनेपछि फेरि पार्टेसनमा, म पार्टेसनमा बसिरहेको छु। हामी दुईजना छौँ, एकजना भाइ छ अनि एकजना म छु। भाइ चाहिँ माथिपट्टि सुत्छ अनि म चाहिँ यहाँ तल सुत्छु होइन। हामीले चाहिँ 700 रुपियाँ हामीले तिरेका छौँ है, मतलब टोटल कति भयो 1400। अब हामीलाई 1400मा हामीलाई के मिलिरहेको छ त है, त्यही कुरा भन्दैछु है। एसीको बारेमा मैले भनिसकेँ, इन्टरनेटको बारेमा पनि मैले भनिसकेँ। अब पानीको बारेमा है, नर्मल्ली हामीले कपडा धुनलाई, खाना बनाउनलाई जुन पानी युज गर्छौँ त्यो पानी चाहिँ तपाईँहरूले आरामले पाउनुहुन्छ। इनफ है, इनफ। अचम्म लाग्दो कुरा होइन, दुबई जस्तो बालुवामा बनेको देश होइन, कहाँबाट पानी कस्तो राम्रो सुविधा है। पानी चाहिँ इनफ युज गर्न पाउनुहुन्छ, केही पनि प्रब्लम हुँदैन है। अनि हो बरु चाहिँ तपाईँले पिउने पानी, अब आफू कस्तो खालको पानी पिउनु, जस्तो बिस्लेरी पानीहरू हुन्छ होइन, त्यो पानी चाहिँ हामीले किन्नुपर्छ। यहाँको पानी अलिकति भनौँ न रिस्की हुन्छ त्यो पिउनुको लागि, त्यही भएर चाहिँ यो जारको पानी चाहिँ बिस्लेरी पानीहरू हामीले चाहिँ पिउँछौँ ल्याएर है त। अनि अर्को कुरा के भनेपछि फ्रिज है। अब फ्रिज, अब जस्तो किचनको कुरा भयो, किचन पनि ठुलो हुन्छ है। अब त्यो किचनको बारेमा कुरा गरौँ, किचनभित्र एउटा फ्रिज हुन्छ है। कस्तो भने चाहिँ अब जस्तो तपाईँले कहिलेकाहीँ खाना राख्नु पर्यो भने होइन, अब त्यसलाई चाहिँ फ्रिजमा, त्यसको लागि फ्रिज पाउनुहुन्छ। अर्को कुरा चाहिँ वासिङ मेसिन, अब जस्तो तपाईँले कपडा धुनु पर्यो भनेपछि वासिङ मेसिन पनि राखिएको हुन्छ त्यही भाडाभित्र है। अनि अर्को चाहिँ ग्यास चुलो, अब खाना बनाउन त चाहियो, अनि खाना बनाउनुको लागि चाहिँ तपाईँहरूलाई चाहिँ ग्यास र चुलो चाहिँ त्यो ओनरले नै त्यो भाडामा नै राखिदिएको हुन्छ, तपाईँले यसको पे गर्नु पर्दैन है। जति पनि मैले भनिरहेको छु यसको पे गर्नु पर्दैन, यो सबै कोठा भाडाभित्र नै पर्ने कुराहरू है। अनि अर्को कुरा चाहिँ अब भान्सा त अब भइहाल्यो, भान्सा राम्रो हुन्छ, केही पनि टेन्सन हुन्न है। अनि भान्सामा फेरि तपाईँको लकरहरू पनि हुन्छ, जस्तो तपाईँको प्लेटहरू राख्नुको लागि, अब कुनै सामानहरू अब हुन्छ नि त, अब डाडु पन्यूहरू राख्नुको लागि त्यो लकरहरू पनि हजुरहरूलाई दिन्छ, आफ्नो सामान राखेर तपाईँले लक पनि गर्न सक्नुहुन्छ है। अनि अर्को कुरा के भनेपछि तपाईँको माइक्रोवेभ, जस्तो कहिलेकाहीँ खाना, अब हामी नेपालतिर त अब भनौँ न अब त्यो तेल हालेर भाँडामा तताउँछ, त्यसरी पनि तपाईँले तताउन सक्नुहुन्छ किनकि ग्यास चुलो छँदै हुन्छ। तर पनि यहाँ चाहिँ इलेक्ट्रिक होइन, अब करेन्टबाट चल्ने चाहिँ तपाईँको माइक्रोवेभ हुन्छ है। त्यसमा चाहिँ तपाईँले आफ्नो खाना चाहिँ तताउन सक्नुहुन्छ, तताएर खान सक्नुहुन्छ, त्यसको लागि माइक्रोवेभ पनि के गरेको हुन्छ त राखिदिएको हुन्छ है। अनि अर्को कुरा सबभन्दा तपाईँलाई टेन्सन लागेको होला है, किनकि मलाई पनि टेन्सन लागेको थियो नेपालबाट आउँदाखेरि, अब चाहिँ मैले बेड लगेर पनि जानुपर्ने हो कि के हो कसो हो भन्ने चारैतिरको टेन्सन हुन्छ कि कहिले नआएको मान्छेलाई होइन। तर तपाईँलाई चाहिँ बेड पनि ओनरले दिन्छ, नयाँ बेड एकदमै राम्रो, चिन्ता नगर्नुहोस् है। बेड पनि अलरेडी त्यो भाडाभित्र नै तपाईँले
दिएको हुन्छ, टक्क बिछाइदिएको हुन्छ होइन। अब तपाईँहरूले किन्नुपर्ने भनेको आफूलाई ओड्नलाई यो ब्ल्याङ्केट, अब यो तन्नाहरू, त्यो भाँडाकुडी त हो नि होइन, त्यो के ठुलो कुरा भएर। अनि अर्को कुरा चाहिँ खुसीको कुरा के भनेपछि तपाईँको यो चाहिँ अब यो पार्टिसनबाट बाहिर निस्किएपछि अब जति छ नि त त्यो साफ गर्ने, किचनहरू साफ गर्ने, चुलोहरू साफ गर्ने, पोछा लगाइदिने होइन, अनि तपाईँको वासरुमहरू क्लिन गरिदिने मान्छे पनि ओनरले नै राखिदिएको हुन्छ, तपाईँहरूलाई केही पनि गर्नु पर्दैन है। अब भएन त गजबको। अब लास्टमा छ भाडाको कुरा है। अब 1400 है त। अब 1400 दिराम भनेपछि नेपालमा कति हुँदो रहेछ त, अब म हिसाब गर्छु है। अब यो भाडाभित्र त अब यति धेरै सुविधाहरू तपाईँले पाउनुभयो है। क्यालकुलेटर कहाँ गयो भनेपछि यहाँ छ है त, कति पर्दो रहेछ है। अब जस्तो अहिले नेपालको रेट 39 को चलिरहेको छ, यहाँको 1 ग्राम नेपालमा 39 हुन्छ है। 39 भनेपछि जस्तै 1400 इन्टु 39 दिराम हाल्दाखेरि हेर्नुहोस्, देख्नुभयो यत्रो पैसामा, क्यामेरामा देखिएन, तपाईँले आफै पनि हिसाब गर्न सक्नुहुन्छ है। कति आयो भनेपछि 54,600 नेपालीमा चाहिँ तपाईँले यति धेरै चाहिँ सुविधा तपाईँहरूले पाउनु हुँदो रहेछ होइन। तर योभन्दा त नेपालै ठिक हो होइन। अब तिर्नु पर्यो भने पनि नेपालमा त कहाँ हो कहाँ। अब यो महँगो हुनुको कारण के भनेपछि हामी नेपाली मात्र होइन, दुनियाँको सबै मान्छेहरू दुबईमा कमाउन आउँछन्। अब दुबई मात्रै होइन, अब गल्फ जुनै पनि कन्ट्रीमा हामी नेपालीहरू जान्छौँ होइन। अब किनकि अब कमाउन आएपछि अब भाडा पनि तिर्नै पर्यो, बस्नै पर्यो। अब त्यही कुराको मानिसहरूले अब के गर्छन् त, फाइदा उठाउँछन्। जस्तै अब हामी कहीँ पनि कुनै पनि ठाउँको नेपालबाट जस्तै काठमाडौँ गयो भने त्यहाँ चाहिँ घर मालिकहरू जति पनि काठमाडौँका छन् होइन, उनीहरूले चाहिँ कोठा भाडामा दिन पाउँछन् होइन। बाहिरको मान्छेहरू बसिदिन्छन्, त्यहाँबाट पनि राम्रो आय स्रोत हुन्छ, कमाइ हुन्छ होइन। यहाँ पनि त्यही हो, अब हामी मजबुरीले कमाउन आएको, अब यो भाडा तिर्नै पर्यो होइन। त्यही भएर अब उनीहरूसँग घटाउन बढाउन पनि सकिन्न। अब आफूले दिन सक्ने नसक्ने भन्ने कुरा हुन्छ, त्यही अनुसार हामीले के गर्ने हो त, कोठा भाडामा लग्ने हो। अब लास्टमा म के भन्छु भनेपछि मैले पहिलाको धेरै भिडियोहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन। मैले पहिलाको भिडियोमा पनि के भनिसकेको छु, दाजुभाइ दिदीबहिनीहरू होइन, हामीहरू विदेशमा कमाउन आएको, यहाँ चाहिँ हामीले के गर्नु पर्यो त, इमान्दारीसँग कमाउनु पर्यो। अनि मैले धेरै नेपाली दाजुभाइ दिदीबहिनीमा हेर्छु कि आवश्यकताको खर्च चाहिँ गर्नुहोस् होइन, तर आवश्यकताभन्दा ओभर त्यसलाई के भन्छ भने चाहिँ अनावश्यक खर्च के, अनावश्यक खर्च गरेर कामै छैन क्या। हामीले यहाँ गरेको मेहनत, यहाँ बगाएको पसिनाले चाहिँ नेपालमा केही गर्ने योजना बनाउने, त्यो चाहिँ सपना देख्ने होइन। यहाँ कमाएको पैसा चाहिँ यहीँ हामीले उडाउने होइन है। किनकि अब यहाँ बढी स्यालेरी हुने भनेको 1000+ हो, या त अब टिप्सिप्स गरेर सबै गरेर ल सबैभन्दा माथि 1500 कमायो अरे है। अब तर हामी कपडै किन्नपट्टि लाग्यौँ, अब घुम्नैपट्टि लाग्यौँ भने हामीले के बचाउने त होइन। अब जस्तो मैले पनि नेपालबाट कपडा ल्याएको छु, अब म प्रायः जस्तो घुम्न त जाँदैन होइन। अब तर कोठैमा बस्दा पनि अब युज गर्नलाई नेपालबाटै ल्याएको कपडा छ। अब कुनै टी सर्ट मन परिहाल्यो, अब प्यान्टको पनि एकदमै सर्टेज परिहाल्यो, अब प्यान्ट किन्नै पर्नेछ भने पनि मैले के गर्छु त, एउटा जोड किन्छु, त्योभन्दा इनफ किन चाहियो होइन। अब नेपाल जाने बेला अब एक जोड राम्रो लगाउने, द्याट्स इट, अब त्यो भएपछि भइहाल्यो। त्यही भएर म के भन्छु भने विदेशमा आउनुभएको दाजुभाइ दिदीबहिनीहरू जति पनि गल्फमा हुनुहुन्छ, चाहे अरू देशमा हुनुहुन्छ होइन, पैसा चाहिँ बचाउने बानी बसाल्नु हो। अहिले तपाईँले बचाउने बानी बसाल्नु भयो, अलिकति संयम त अपनाउनु भयो भने सधैँभरिलाई त्यही बानी बस्ने हो कि होइन। अनि त्यही भएर चाहिँ यो कुरालाई चाहिँ जहिले पनि हामीले के गर्नुपर्छ, फलो गर्नुपर्छ। अनि अर्को कुरा, पहिलाको भिडियोमा पनि मैले तपाईँहरूलाई धेरै पटक भनिसकेको छु होइन। यदि तपाईँहरूलाई चाहिँ गल्फ कुनै पनि देशमा जानु पर्यो भनेपछि होइन, तपाईँहरू स्किल्स सिकेर आउनुहोस् कि। जब तपाईँहरू स्किल्समा आउनुहुन्छ, तपाईँले कुनै कुरा सिकेर आउनुहुन्छ, जस्तै कार्पेन्टर भयो होइन, अब कफी मेकर हुनुहुन्छ होइन, या तपाईँ ड्राइभर हुनुहुन्छ, या अब कुनै पनि कामको तपाईँसँग एक्सपिरियन्स छ भनेपछि तपाईँले गल्फ देशहरूमै पनि धेरै कमाउन सक्नुहुन्छ। किनकि त्यसको इज्जतै के हुन्छ त, बेग्लै हुन्छ होइन। अनि स्यालेरी पनि धेरै हुन्छ। त्यसले गर्दा त्यस्तो मानिसहरूले चाहिँ पैसा खर्च गर्दा त्यति गाह्रो पनि मर्का पनि पर्दैन। तर जो चाहिँ अब फ्रेसर हुन् होइन, जसलाई चाहिँ केही पनि आउँदैन, अब त्यो क्लिनरको काममा आएको, वेयर हाउसमा आएको, फ्याक्ट्रीको काममा आएको, उनीहरूले चाहिँ सबभन्दा बढी चाहिँ पैसा बचाउने के गर्नुपर्छ त, कोसिस गर्नुपर्छ है। त्यही भएर भिडियोको लास्टमा के भन्छु भने चाहिँ तपाईँहरू विदेश आउनुभन्दा पहिला प्लिज तपाईँले योजना बनाउनुहोस् पहिला होइन। अनि बिचमा अलिकति समय राखेर केही सिकेर आउनुहोस् न है।
सिकेर आउँदा के हुन्छ भने चाहिँ पैसा राम्रो पाउनुहुन्छ तपाईँले, पैसा पनि राम्रो पाउनुहुन्छ, दुःख पाउनुहुन्न है। त्यसले गर्दा तपाईँको जीवन स्तर चाहिँ भनौँ न दिन प्रतिदिन उन्नतितर्फ लाग्छ भन्न चाहन्छु है। आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो, प्लिज अरू कुनै पनि खालको भिडियो तपाईँहरूलाई चाहियो भने तपाईँले कमेन्ट बक्समा आएर चाहिँ केही कुरा भन्न सक्नुहुन्छ। र अर्को कुरा, तपाईँहरूलाई मेरो भिडियो के कस्तो लाग्छ है। म कतिपटक चाहिँ हार खान्छु कि भिडियो अब बनाउँदैन होइन, कामको थकान बेग्लै हुन्छ, अब भिडियो बनाउँदैन, अब रोकिदिन्छु भन्ने लाग्छ होइन। तर फेरि अर्को मनले भन्छ होइन, एक न एक दिन चाहिँ अगाडि बढिन्छ होइन, भिडियो बनाउँदै गरौँ न होइन, भिडियो हाल्दै गरौँ, कुनै न कुनै दिन भिडियोमा धेरै भ्युज आउला नि भन्ने आशामा चाहिँ म यसरी भिडियो बनाइरहेको हुन्छु है त। आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो, प्लिज भिडियोलाई लाइक गर्न, सेयर गर्न, मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ तपाईँहरूले नभुल्नु होला। र आफन्तको बिचमा दाजुभाइ जो पनि दुबई होस् चाहे कुनै पनि देशमा जाने योजना बनाउँदै हुनुहुन्छ उहाँहरूको लागि पनि प्लिज यो भिडियोलाई तपाईँहरूले के गरिदिनुहोस् त, सेयर गर्न चाहिँ नभुल्नु होला भन्दै आजलाई छुट्टिन्छु। र आउने नयाँ भिडियोमा फेरि भेट्ने बाचा गर्दै अहिलेलाई छुट्टिन्छु। बाई, सी यू अगेन।